नमस्कार साथीहरू। अहिले यो मेरो ब्रोइलर चल्लाको आज 18 दिन पुग्दैछ र यिनीहरूले 1 नम्बर दाना कम्प्लिट रूपमा खाँदैछ भने यो दाना खाने भाँडो पनि मैले फेरेर ठुला हालिदिएको छु। आज के विषयमा कुरा गर्न आँटेको भने कुखुराहरू यदि तर्सिन्छन्, अलिकतिमै कुद्छन् यतादेखि उता र तर्से जस्तो छ, अलिकति केही आयो भने पनि तर्सेर भाग्ने डराउने गरिरहेको छ भने त्यस्तो अवस्थामा हामीले के गर्ने त भन्दाखेरि त्यो यदि यस्तो खालको लक्षणहरू देखा परिरहेछ भने कुखुराहरू स्ट्रेसमा गएको हुन्छ। स्ट्रेसमा गयो भने दाना कम खाने, पानी कम खाने, अनि बढ्न पनि बिस्तारै बढ्ने, धेरै छिटो नबढ्ने, जुन हिसाबले बढ्नुपर्ने बढ्दैनन्। त्यस्तो छ भने कुखुराहरूमा चाहिँ हामीले एउटा औषधि प्रयोग गर्न सक्छौँ जसको नाम हो स्ट्रेसनिल। यो औषधि चाहिँ धेरै राम्रो प्रभावकारी छ र मैले पनि प्रयोग गरेर हेरेको छु। स्ट्रेसनिल प्रयोग गर्दा हुन्छ।